सो हेलो फ्यामिली, सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै नै छु। आज चाहिँ बिहानैबाट भिडियो बनाइरहेको थिएँ। हात मुख धुने बित्तिकै लुगा उठाउनु पर्ने थियो। त्यस पछाडि लुगा उठाउनतिर लागेँ म पनि। लुगा सुगा उठाइसके पछाडि चाहिँ खाना खाने बेला पनि भइसकिसकेको थियो। अनि अब किचन आएर यसो हेरेको त आज चाहिँ मकैको चामलको भात बनाउनु भएको रहेछ। मकैको चामलको मात्र भात चाहिँ फर्स्ट टाइम खाँदै थिएँ। एकदमै मिठो हुने रहेछ भने। तपाईँहरूले चाहिँ मकैको चामलको भात खानु भएको छ कि छैन कमेन्ट गर्न नबिर्सिनु होला। अनि खानासाना खाइसके पछाडि चाहिँ यत्तिकै बसिरहेको थिएँ। अनि दिउँसो चाहिँ त्यस्तो भिडियो बनाएको थिइनँ, साँझतिर चाहिँ भिडियो बनाइरहेको थिएँ। त्यतिखेर चाहिँ आमाले उखु लिएर आउनु भएको रहेछ। अनि मलाई पनि एउटा दिनुभयो। अनि आमा पनि उखु खानातिर लाग्नुभयो। त्यस पछाडि म पनि दाँतैले तासेर चाहिँ उखु खानातिर लागेँ। एकदमै मिठो थियो भने उखु चाहिँ। उखु खाइसके पछाडि चाहिँ तोरी काट्न जानुपर्छ है भनेर भन्दै हुनुहुन्थ्यो आमाले। आमा चाहिँ अगाडि नै जानुभयो। अनि म पनि हँसिया लिएर चाहिँ लागेँ खेततिर। आज चाहिँ भिडियो हालेको पनि 43 दिन भइसकेछ। हिजो अस्ति भर्खरै भिडियो हाल्न थाले जस्तो लाग्छ। तर आज 43 दिन भयो भन्दाखेरि चाहिँ आफूलाई नै अचम्म लागेर आउँछ भने अहिलेसम्म चाहिँ ठिकठाकै रेस्पोन्सहरू आइरहेछ। त्यही भएर चाहिँ भिडियो हाल्न पनि अलि रमाइलो लाग्छ। तर सोचे जस्तो खालको चाहिँ प्रोग्रेस केही भएको छैन भने। त्यही भएर चाहिँ यो भिडियोलाई जति सक्दो सेयर गरेर चाहिँ मलाई सपोर्ट गर्न सक्नुहुनेछ। यदि फेसबुक र टिकटकबाट चाहिँ हेर्दै हुनुहुन्छ भने मेरो आइडीलाई फलो गरेर चाहिँ बायोमा रहेको लिङ्कबाट चाहिँ मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न सक्नुहुनेछ। आजको दिन पनि यता त्यता गर्दै सकियो भने 2 खुट्टी तोरी पनि उखालेर सकिसकेको थियो। अनि अब घर जाने बेला पनि भइसकिसकेको थियो। त्यस पछाडि म पनि लागेँ घरतिर। आजको लागि चाहिँ यति नै। फेरि भेट्नेछु अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ।